सो नमस्ते एभ्रिवान। आज चाहिँ हामी प्राइम एन्ड कम्पोजिट नम्बरको विषयमा हेर्न जाँदैछौँ। क्लास 6 को प्राइम एन्ड कम्पोजिट नम्बर। एन्ड कम्पोजिट नम्बर्स है त। सो प्राइम एन्ड कम्पोजिट नम्बर्स। सो यसमा चाहिँ हामी यति बेला एक्सरसाइज 2.5 लाई हेर्नेछौँ। एक्सरसाइज 2.5 पेज नम्बर 54 मा छ है त। इट इज इन पेज नम्बर 54। सो अब क्वेसन को आन्सर गर्नुभन्दा अगाडि चाहिँ तपाईहरुले चाहिँ प्राइम नम्बर र कम्पोजिट नम्बरको बारे चाहिँ बुझ्नुपर्छ है। म यहाँ तपाईहरुलाई प्राइम नम्बरको र कम्पोजिट नम्बरको बारेमा चाहिँ यहाँ लेखिदिन्छु म तपाईहरुलाई है त कसरी भनेर। आइल सो यु। ल यो यहाँसम्म बनाए है। सो प्राइम नम्बर हामी 1 देखि 100 सम्म हेरौँ है। प्राइम नम्बर्सहरु चाहिँ 1 देखि 100 सम्म। प्राइम नम्बरहरु चाहिँ कस्तो खाले तपाईको चाहिँ अलिकति देखिएन, रफ गरेर म तपाईलाई देखाउँछु। सो 1 देखि 100 सम्म। सो प्राइम नम्बर चाहिँ कस्तो खाले नम्बर हो भन्दाखेरि चाहिँ त्यसलाई चाहिँ 1 र त्यही नम्बरले खान्छ। जस्तै दुईटा मात्र नम्बरले खान्छ है। एक्जाम्पलको लागि तपाईको मैले एउटा 5 राखे, ओके, एउटा 9 राखे। ल कुन के हो भन्ने कुरा है त। अब यो 5 लाई चाहिँ एउटा 1 ले खान्छ। 1 5 जा 5 हैन। एउटा चाहिँ 5 1 जा 5 1 जा 5 1 5 जा 5। यो दुईटै मात्र नम्बर कि 1 ले कि त्यही नम्बरले खान्छ भने त्यस्तोलाई प्राइम नम्बर भन्छ। तर यो 9 लाई हेरौँ है त। 1 ले खाने नै भयो। अब 3 ले खान्छ। 3 3 जा 9 हो कि नै। अनि 9 आफैले खान्छ। 9 1 जा 9 भन्नु त। ल हेर्नु, प्राइम नम्बर भनेको 1 र त्यही नम्बर दुईटा मात्र नम्बरले यदि खान्छ भने त्यो प्राइम नम्बर हो। तर दुईटा भन्दा बढी, 3टा 4 वटा, ओके, 5 वटा, 2 भन्दा बढी नम्बरले खान्छ भने दे आर नट प्राइम नम्बर। तिनीहरु चाहिँ आइदर अब त्यो कम्पोजिट नम्बर हुने भो हैन, इभन नम्बर हुने भो, अनि चाहिँ अर्को तपाईको अड नम्बर हुने भो। ठीक छ। सो आज चाहिँ हामी प्राइम नम्बर र कम्पोजिट नम्बरको बारेमा हेर्न गएको भएर चाहिँ हामी अहिले प्राइम नम्बरको बारेमा अब बुझ्यौं है त। यो हेरेर प्राइम नम्बर बुझ्नु भो। सो अब प्राइम नम्बर भने चाहिँ अब त्यस्तै 1 र त्यही नम्बरले मात्र खाने नम्बरहरु हामी हेर्छौं है त। सो अनि एउटा कुरा बुझ्न पनि तपाईले 1 चाहिँ नाइदर, ओके, 1 भन्ने चीज यस्तो हो कि नाइदर प्राइम नर कम्पोजिट, ओके। यो प्राइम पनि हैन र कम्पोजिट पनि हैन। किन भन्दाखेरि यो एक्सेप्सनल केस हो कि म्याथको है। 1 चाहिँ के हो त, प्राइम पनि हैन कम्पोजिट पनि हैन। नाइदर प्राइम नर कम्पोजिट, ओके। सो कहिलेकाहीँ क्विजमा पनि आउँछ, which is the digit or the number that is neither prime nor composite भन्दा तपाईले के भन्नु पर्यो? at that time you have to say that is 1। तर त्यसो भए सर 1 चाहिँ के हो त नि भन्ने कतिको प्रश्न हुन्छ नि। 1 चाहिँ इट इज अड नम्बर। यो के हो त? अड नम्बरमा चाहिँ गनिन्छ है त। यो अड नम्बर बुझ्यो बुझेन? सो 1 चाहिँ प्राइम नि हैन कम्पोजिट नि हैन, तर के हो त 1 चाहिँ अड नम्बर हो। दैट इज द मेन थिङ है त। 1 चाहिँ अड नम्बर हो। सो अब हामीले यहाँ के थाहा भयो भने 1 त प्राइम नम्बर पनि हैन कम्पोजिट नि हैन। सो प्राइम नम्बर गर्दै छौ अहिले त हामीले हैन। सो प्राइम नम्बरमा त 1 लेख्ने कुरा भएन। अब 2 बाट सुरु हुन्छ। सो 2 3 5 7, अब 9 हैन है। 9 लाई त खान्छ हो कि नै। 11 दुईटै 1 र त्यही नम्बरले मात्र खाने नम्बरहरु खोज्नु पर्यो। 13, ओके। 15 गर्न भएन। किनकि 3 5 जा 15, 5 3 जा 15, 1 15 जा 15, 15 1 जा 15। त्यही भएर चाहिँ
यो 2 भन्दा बढी नम्बरले खाने भएको भएर 15 हैन सो सिधै 17 गर्नु पर्यो हैन 19 अब तपाईले बुझिसक्नुभयो सो म लेख्दै जान्छु है त 23 ओके सो 25 हैन सिधै 29 जाऊ 31 ओके 33 हैन किनकि यहाँ तपाईको चेक के छ है 23 बाट चेक के छ म अलिकति सानो गरेर यहाँ 23 सम्म मात्र अट्ने रहेछ सो 23 लाई चाहिँ अटाइदिउँ है त 23 अब यहाँ 29 त्यसपछि तपाईको 31 33 हैन 11 3 जा 33 हो सो 33 नभएपछि तपाईको 35 पनि हैन 7 5 जा 35 हैन अब 37 अब म सर लेख्छु त 41 है 43 47 53 okay so 59 61 67 71 73 79 83 89 हैन सो 91 लाई खान्छ 93 लाई खान्छ 97 अब हेरौँ है त र एउटा कुरा प्राइम नम्बर चाहिँ 25 वटा डिजिट हुन्छ है त लेट्स सी चेक गरौँ है 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 ओके 1 देखि 100 सम्म चाहिँ भाइ बहिनीहरु यति हो है प्राइम नम्बर यति मात्र सो टोटल प्राइम नम्बर कति रहेछ त आज एउटा कुरा के थाहा भयो यसलाई प्राइम नम्बरलाई म यसरी बनाउँछु है त सो टोटल प्राइम नम्बर कति रहेछ 25 वटा हुँदो रहेछ 25 डिजिट्स है त अब यो पनि क्विजमा आउन सक्छ जसरी तपाईले ए देखि जेड सम्म 26 वटा हुन्छ भनेर पढ्नु भछ क देखि ग सम्म 36 वटा हुन्छ भनेर पढ्नु भछ त्यसरी नै प्राइम नम्बर 1 देखि 100 सम्म चाहिँ 25 वटा डिजिट हुन्छ सो कहिलेकाहीँ तपाई प्राइम नम्बर गर्दै जानुहुन्छ कहिलेकाहीँ तपाईले अड नम्बर मिसाउनु होला हैन त्यो बेला के बुझ्नु पर्यो ओहो प्राइम नम्बर त 1 देखि 100 सम्म त जम्मा 25 वटा मात्र हो है विशाल सरले भन्नुभएको भनेर चाहिँ दैट यु हैव टु अन्डरस्ट्यान्ड अब प्राइम नम्बर बुझेपछि अब कम्पोजिट नम्बर इज सो इजी बाँकी रहेको सब कम्पोजिट नम्बर हो किनकि हामीले अघि नै हेरिसक्यौं 1 नाइदर प्राइम नर कम्पोजिट भनेपछि त 1 पर्ने भएन अनि 2 र 3 आइसक्यो सो कम्पोजिट नम्बर भनेको चाहिँ तपाईको म यहाँ अब यसलाई मैले लेखिन है म अलिकति मा लेख्छु तपाईलाई अब आइडिया आउँछ अब मैले आइडिया दिन्छु किनकि यहाँ म अब सिधै गर्न गइरहेको छु नि त प्रब्लम सल्भ सो कम्पोजिट नम्बर भनेको चाहिँ अब के हो त तपाईको यहाँ नभएको चीजहरु सो 2 आइसक्यो 3 आइसक्यो अब 4 6 ओके 8 9 10 सर 9 किन राख्नु भयो त नि भन्ने कुरा हुन्छ नि त कम्पोजिट नम्बर भनेको फेरि इवन र अड को मिक्स हो है यो यसमा इवन पनि आउँछ अड पनि आउँछ त्यो नम्बरहरुलाई चाहिँ 2 भन्दा बढी नम्बरहरुले खानु पर्यो फर एक्जाम्पल हेर्नुस् 4 लाई के ले खान्छ 2 2 जा 4 हैन अर्को 1 4 जा 4 4 1 जा 4 भनेपछि 2 भन्दा बढी अब 9 लाई पनि त खान्छ नि त 1 9 जा 9 9 1 जा 9 अनि 3 3 जा 9 हो कम्पोजिट नम्बर भनेको चाहिँ अड र इवन को मिक्स हो तर 4 बाट सुरु हुन्छ र अर्को कुरा बुझ्नुपर्ने कुरा के हो त नि भन्दाखेरि चाहिँ यो चाहिँ तपाईको प्राइम नम्बर बाहेकको नम्बरहरु चाहिँ सबै कम्पोजिट नम्बर हो 1 देखि 100 सम्म जानुभयो भने सबै त्यही हो अब मैले यहाँ धेरै लेखिन तपाईले बुझिसक्नुभयो आफैले खोज्नुस् है भाइ बहिनी तपाईले पनि खोज्न पनि पर्यो नि हो कि नाइ सो दैट इज योर वर्क ओके 15 14 15 अलिकति म यहाँ अट्ने जति लेख्दिन्छु बोर्डमा अट्ने जति है तपाईले खोज्ने अब 17 18 यहाँ हेर्दै 19 यहाँ छ त्यो भएन 20 यहाँ जे छैन त्यो भर्दै जाने 21 22 प्राइम नम्बरलाई हेर्दै है अब 22 पछि तपाईको 24 25 यसरी जान्छ है त यहाँ मैले यहाँ अटेन सो तपाईहरुले चाहिँ बाँकी चाहिँ कम्पोजिट नम्बरहरु चाहिँ हजुरहरुले लेख्ने अब यति जानेपछि के गर्ने त नि भन्ने कुरो हुन्छ अब म तपाईहरुलाई सिकाउँछु
अब चाहिँ सो इजी छ। अब यति बुझेपछि मैले यताको मेट्दिएँ, यहाँको तपाईँले प्राइम नम्बरको बारे बुझ्नुभयो। सो हामी अब एक्सर्साइजहरू गर्छौँ है। सो तपाईँहरूले अब प्राइम नम्बर र कम्पोजिट नम्बरको आइडिया लिइसक्नु भएको छ। ओके, अब हामी सिधै एक्सर्साइजमा जान्छौँ। ओके, सो हामी अहिले एक्सर्साइज चाहिँ हामी पेज नम्बर 54, ओके, पेज नम्बर 54 को चाहिँ हामी अब 1 2 3 4 सब सल्भ गर्न सक्छौँ। ओके, कसरी भन्दाखेरि नाउ सी, अब तपाईँहरू सबैसँग भाइ बहिनीहरूसँग घरमा बुक छ। ओके, तपाईँहरू पेज नम्बर 54 पल्टाएर चाहिँ हेर्न सक्नुहुन्छ। सो म क्वेसन नम्बर 1 को ए सार्छु है त। क्वेसन नम्बर 1 ए है, के भनेछ, राइट द प्राइम नम्बर फ्रम 1 to 100 भनेछ है त। सो राइट द प्राइम नम्बर, सरी, राइट द प्राइम numbers, okay, from 1 to 100. ल हेर्नुस् है, अब यो चाहिँ मैले लेख्न परेन, सिधै तपाईँले आन्सर के गर्न सक्नुहुन्छ। अब यो 25 वटा डिजिट, जुन यो 25 वटा डिजिट छ नि, मैले भनेको यो 25 वटा डिजिट, यो सबै चाहिँ तपाईँले यहाँ लेख्दै जाने। अब द प्राइम नम्बर्स फ्रम 1 to 100 आर भनेर सुरु गरेर त्यसपछि 2 3 गरेर तपाईहरुले कतिसम्म गर्नु पर्यो, 97 सम्म गर्नु पर्यो है त। यो आन्सर डाइरेक्टली यो गर्दै पनि केही फरक परेन। तपाईहरुले डाइरेक्टली यसरी आन्सर लेख्दै पनि भयो, नत्र भए एकदम ल्याङ्ग्वेज मिलाएर लेख्नु भए चाहिँ द प्राइम नम्बर्स फ्रम 1 to 100 आर भन्ने अनि कर्ली ब्र्याकेट गरेर यसरी यो पुरै चाहिँ सार्नुस् है त। यो तपाईहरुको काम। सो अब बी नम्बरमा आछ है त। सो बी नम्बर पनि अब तपाईले गर्न सक्नुहुन्छ। सो हाउ मेनी प्राइम नम्बर आर देयर भनेछ है। सो हाउ मेनी प्राइम numbers are there from R, तपाईले हेर्नु भने तपाईले देख्नुहुन्छ है त पेज नम्बर 54 मा are there from, स्पेशली हाम्रो भ्यू पोइन्टको स्टुडेन्टहरुले चाहिँ यो भिडियो हेर्नु होला है त, तपाईहरुको लागि भनेर चाहिँ मैले यो बनाएको हो। सो 1 to 50 ल हेर्नुस् है, हाउ मेनी प्राइम नम्बर्स आर देयर फ्रम 1 to 50 भनेपछि सो इजी। अब यही यहाँ खोज्ने, हेर्नुस् है, म अब तपाईलाई आइडिया सिकाउँछु। अभिभावकहरु जो यदि प्यारेन्ट्सहरु तपाईले नि हेर्दै हुनुहुन्छ भने व्हाट यु हैव टु नो इज, अब यहाँ हाउ मेनी प्राइम नम्बर्स आर देयर फ्रम 1 to 50 भनेपछि 1 देखि 50 सम्ममा कतिवटा प्राइम नम्बर छ भन्ने कुरा। अब यो भनेको हामीले यहाँ 2 बाट हेर्नु पर्यो, 1 त पर्दैन किनकि 1 त नाइदर प्राइम नम्बर नर कम्पोजिट नम्बर भनेर अघि नै मैले भनिसकेको छु। सो हामीले चाहिँ 1 देखि 50 भने 2 देखि तपाईको 47 सम्म जानु पर्यो। हेर्नुस् है, 2 देखि 47 सम्म जानु पर्यो। सर किन 53 लेख्नु भएन त नि तपाईले भन्ने प्रश्न होला, बिकज यहाँ 1 to 50 मात्र, यो 50 भित्रको मात्र प्राइम नम्बर लेख्नु भन्ने। सो हामीले यहाँबाट अब 47 सम्म सार्छौं। अब हेर्नुस् त यहाँ हेर्दै, अब सो इजी। भाइ बहिनीले पनि के गर्नुस् भने म एउटा ट्रिक दिन्छु, तपाईहरुले पनि यो जुन मेरो यो बोर्ड छ तपाईहरुले पनि घर चाहिँ यो बोर्ड नभए पनि कपीलाई चाहिँ तपाईले बोर्ड सम्झिनुस्, ठीक छ। अनि यहाँ स्केलले मजाले तानेर अनि यसरी प्राइम नम्बर र कम्पोजिट नम्बर सानो डिजिट बनाएर ट्याक्क यो टेबलमा अट्ने गरी चाहिँ तपाईले एउटा प्राइम नम्बर र कम्पोजिट नम्बर बनाउनुस्। अनि यो हेर्दै यो प्राइम र कम्पोजिट नम्बर हेर्दै तपाईले सल्भ गर्न सजिलै सक्नुहुन्छ। हैन त, मलाई कति सजिलो भछ। अब म सबै 2 देखि यहाँसम्म सार्छु, केही भएन नि त, सार्ने काम मात्र भयो मेरो, किनकि यो टेबलले सहयोग गर्यो। सो तपाईहरुले पनि यसरी बनाएर चाहिँ गर्न सक्नुहुन्छ। इजी वे है, धेरै सजिलो तरिका हो। यसरी तपाईले 23 29 31 37 41 43 47 यसरी चाहिँ एन्ड गरेर अनि आन्सर है त। यसरी नै तपाईहरुले अब हाउ मेनी प्राइम नम्बर आर देयर ल गर्नुस् त। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 सो 15 रहेछ। अब यति लेखिदिने भयो, नत्र भए अब अर्कोमा
देयर आर लेखेको त अब थाहा नि त सो देयर आर 15 प्राइम नम्बर भनिदिने सी भ्याइयो हैन देयर आर 15 प्राइम नम्बर्स दिस इज द नम्बर्स देखिएन है सो अब यो लेखेपछि क्वेशनले अब यो लेख्नु भयो नि सो देयर आर यहाँ देखिएन छ सो यो लेख्ने तरिका बुझ्नु भयो कल्छी नगरिकन यो डिजिट लेखेर अनि के गर्नुस् भन्दाखेरि त्यसपछि यहाँ देयर आर के भन्नु पर्यो 15 प्राइम नम्बर्स हेर्नु त मैले कसरी लेखेँ 15 सर हजुरले त कसरी 15 वटा नम्बर भन्न सक्नुभयो भन्ने प्रश्न हुन्छ नि त तपाईहरुको कि नै भाइ बहिनी सो नाउ सी आई विल टिच यु ओके यो तरिकाले हेर्नुस् त यहाँबाट गन्नी 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 वटा रहेछ द्याट्स वाइ देयर आर 15 प्राइम नम्बर भने सो यसरी नै तपाईहरुले चाहिँ ए बी सी डी ई सबै गर्न सक्नुहुन्छ है सो तपाईले डी मा पनि सो हाउ मेनी कम्पोजिट नम्बर आर देयर फ्रम 20 to 50 भनेपछि तपाईहरुले 20 देखि 50 20 देखि 50 सम्मको कम्पोजिट नम्बर बनाएर त्यहाँबाट खोजेर आन्सरहरु लेख्न सक्नुहुन्छ ओके सो प्राइम नम्बरको बुझ्नु भयो अब यति बुझिसकेपछि चाहिँ म कम्पोजिटको पनि एक दुईवटा गर्दिन्छु है त सो अब let me write for example अब क्वेशन नम्बर 2 मा हेरौं 1 को त्यसरी नै गर्ने है त 1 को तपाईले सजिलै गर्न सक्नुहुन्छ क्वेशन नम्बर 2 मा हेरौं त 2 को ए गर्दिन्छु म है के भनेछ द सेट अफ प्राइम नम्बर्स लेस देन 25 अनि के लेख्दैछ कमा गरेर P25 भन्दैछ हेर्नुस् त P25 भन्दैछ यसरी ब्र्याकेट गरे अब यो क्वेशनलाई के गर्न पर्यो भन्दाखेरि अब सोलुसन हेर्न नलेखौं डाइरेक्ट लेखौं है त द सेट अफ प्राइम नम्बर्स लेस देन 25 भनेपछि प्राइम नम्बरहरु चाहिँ 25 भन्दा कम भने यहाँ हेरौं त अब यो आइडिया त हामीले यहाँबाट सिक्ने हो नि त 25 भन्दा कम भनेपछि कहाँ 23 सम्म जानु पर्यो हामी अब 2 देखि कहाँ जानु पर्यो 23 सम्म जानु पर्यो किन सर तपाईले हजुरले 2 देखि 23 सम्म जानु भयो किनकि क्वेशनले के भन्ना छ अब प्राइम नम्बर्सहरु हजुरले चाहिँ 25 भन्दा कम को चाहिँ डिजिटहरु लेख्न पर्यो भनेर चाहिँ क्वेशनले भनिराछ त्यही भएर अब के गर्छ हामी P25 इक्वल्स टु डाइरेक्ट सर्टकट गरिदिए है मैले तपाईले अझ द सेट अफ प्राइम नम्बर लेस देन 25 P25 आर भनेर अनि यसरी लेख्यो भने अझ धेरै सुनमा सुगन्ध हुन्छ ओके सो मैले यहाँबाट सार्दिन 2 3 5 7 हेर्दै हेर्नु त कति सजिलो भन्छ यो भएपछि टेबल भएपछि 13 17 19 र बाकी 23 फिनिश यसरी हेर्नुस् अब यसरी नै तपाईहरुले चाहिँ अरु पनि अब बी नम्बर पनि गर्न सक्नुहुन्छ क्वेशन नम्बर 2 को ओके सी नम्बर डी नम्बरमा चाहिँ त्यहाँ E30 O25 भन्ने कुरा छ के हो सर E30 O25 भनेको चाहिँ E भने इभन अड भने O भने अड सो यो कुराहरु छ अब इभन अड को है तपाईले कम्पोजिट बुझ्नु भयो यो बुझेपछि चाहिँ तपाईले नर्मली सबै सजिलै तरिकाले गर्न सक्नुहुन्छ ओके ल म एउटा अर्को नि गर्दिन्छु ल मेटौं अब तपाईले बी सजिलै गर्न सक्नुहुन्छ सो हामी सिधै सी मा जाउँ है त सी मा जाउँ है अब द सेट अफ इवन नम्बर लेस देन 30 है एउटा गरौँ है त द सेट अफ नम्बर्स लेस देन 30 अनि क्वेशनले के भनेछ E30 यसरी बना अब यस्तो गरेपछि के गर्नु पर्यो हामीले सिधै E30 भने के हो त नि सर भन्दाखेरि E30 भने इभन नम्बर इभन भनेको जोडी नम्बरहरु अब हामी 2 देखि सुरु गर्नु जोडी नम्बर 2 4 6
8 10 ओके 12 14 यहाँ लेख्दै गएँ मैले 16 18 20 22 24 26 28 30 लेख्ने होइन है बिकज लेस देन 30 भनेछ 30 भन्दा कम लेख्नुस् है सर भनेर क्वेसनले सिकाएपछि भाइ बहिनीले पनि के गर्नु पर्यो लेस देन 30 भनेपछि 30 भन्दा कम ठ्याक्कै 28 मा रोक्ने अनि यसरी आन्सर गर्ने है त ल अब तपाईहरुको काम भनेको अड नम्बर ओ भनेको अडको पनि त्यसरी नै गर्ने है सो तपाईहरुले अब यतिबाट तपाईहरुले चाहिँ क्वेशन नम्बर 1 र क्वेशन नम्बर 2 चाहिँ सजिलै सक्नुहुन्छ ओके र यसमा तपाईले नसक्ने भनेको खासै छैन अब एउटा एफ नम्बर गर्दिन्छु म एफ नम्बरमा के भनेछ भन्दाखेरि द सेट अफ फ्याक्टर द सेट of factor 96 factor of 96 भनेछ है अनि यसलाई डिनोट गरेको छ f96 भनेर f96 अब हेर्नुस् यसलाई गर्ने तरिका डाइरेक्ट के गर्नु पर्यो f96 गर्नुस् अनि सुरु गर्नुस् है यसलाई अलिकति माथि लेखौँ है सो यसरी F96 मा अब फ्याक्टर अफ 96 भने चाहिँ यो 96 लाई के ले खान्छ त नि त्यो नम्बरहरु खोज्ने 1 ले खान्छ हो कि नै 2 ले खान्छ अर्को 3 ले पनि खान्छ 4 ले पनि खान्छ 5 ले खादैन 6 ले पनि खान्छ 7 ले खादैन 8 ले पनि खान्छ 9 ले खादैन 10 ले खादैन 11 ले खादैन 12 ले खान्छ हैन अब 12 अब 16 ले खान्छ 14 ले खादैन 15 16 ले खान्छ है बिकज 16 5 is 80 16 6 is 96 ओके 16 ले खान्छ अब सिधै 16 ले खान्छ यसलाई अब 24 ले पनि खान्छ होला हैन अब तपाईको यसले के खान्छ त अब 16 ले खान्छ अब 24 ले खान्छ है त यसलाई अब हामीले खोज्न पर्यो 6 ले 24 ले खान्छ यसलाई अब 32 ले पनि खान्छ है अनि 48 ले खान्छ र 96 आफैले खान्छ है यहाँ देखियो कि देखिएन ओ यो नम्बरहरु भनेपछि फ्याक्टर अफ 96 चाहिँ के रहेछ त नि सर भन्दाखेरि चाहिँ फ्याक्टर अफ 96 भनेको 96 लाई चाहिँ कुन नम्बरले खान्छ त नि है 96 लाई कुन नम्बरले खान्छ त्यो नम्बरहरु चाहिँ के हो त फ्याक्टर अफ 96 भनेर चाहिँ यसरी हजुरहरुले एक्सरसाइज 2.5 को 1 र 2 सजिलै गर्न सक्नुहुन्छ है त भाइ बहिनीहरु ओके थ्यांक यू